ल फेरि पनि हजुरहरूलाई स्वागत छ हाम्रो ब्रदर्स वर्कसप एन्ड रिकन्डिसनमा। हामीसँग फेरि धेरै बाइकहरू कलेक्सन भइसकेको छ है त। ल एफजेड 250देखि लिएर हर्नेटहरूदेखि लिएर 220 पल्सरहरू, त्यसै गरी हामीसँग एफजेड V2 V1हरू, CBR RM5 V2। यदि हजुरहरूलाई चाहिँ सेकेन्ड ह्यान्ड बाइक राम्रो कन्डिसनको चाहिएको छ भने चाहिँ हाम्रो ब्रदर्स रिकन्डिसनमा फेरि हजुरहरूले सम्पर्क गर्न सक्नुहुन्छ है त। ल मैले धेरै पछि भिडियोहरू बनाइरहेको छु, फेरि हजुरहरूलाई आउनु होला, हजुरहरू मजाले चेक गर्नु होला, चित्त बुझ्यो भने लिएर जान सक्नुहुन्छ। अहिले धेरै नै कलेक्सन भएको भएर मैले एउटा भिडियो बनाएको। बेलुका हाम्रो 8 बजी फेरि युट्युब च्यानलमा ब्रदर्स रिकन्डिसन पेप्सी कोला भनेर हजुरहरूले हेर्न सक्नुहुन्छ है। त्यहाँ पनि हजुरहरूले हाम्रो बाइकको भिडियो आउँछ, त्यहाँनिर हजुरहरूले लाइक सेयर एन्ड सब्सक्राइब पनि गर्न नभुल्नु होला। अहिले हामीसँग 40,000देखिको बाइकहरू छ, 40,000देखि हामीसँग 2.5 लाखसम्मको बाइकहरू छ। तपाईँहरूलाई यदि कुनै बाइक चाहिन्छ भने चाहिँ भिजिट गर्न सक्नुहुन्छ है। हामीसँग अहिले भएको कलेक्सनमा भएको बाइकहरू हजुरहरूलाई सर मैले देखाउन गइरहेको छु। हाम्रो लोकेसन चाहिँ हजुरहरू कन्फ्युज हुनुभयो भने चाहिँ पेप्सी कोला र जरबिटीको बिचमा छापर चौक बलबोर्ड, त्यहाँनिर हजुरहरूले सर्च गरेर हाम्रो बायोमा भएको नम्बर पनि कन्ट्याक्ट गरेर आउन सक्नुहुन्छ। यदि हजुरहरूलाई कुनै बाइक लिन चाहनुहुन्छ अथवा बेच्न चाहनुहुन्छ भने नि हामीलाई सम्झाउन सक्नुहुन्छ। अन द स्पोट क्यास हुन्छ हाम्रोमा है, तुरुन्तै क्यास गरेर लिन सक्छौँ। अनि हजुरहरूलाई दिँदाखेरि नि हाम्रो सब डकुमेन्टहरू सब क्लियर भएको बाइकहरू मात्र आउँछ। हजुरहरूलाई तुरुन्तै नामसारी हुने बाइकहरू मात्र आउँछ। ल हजुरहरूलाई साइनदेखि लिएर 220 पल्सरहरू, 150 पल्सरहरू, होन्डा युनिकर्नहरूदेखि स्प्लेन्डरहरू कुनै पनि बाइकहरू चाहिन्छ भने चाहिँ हामीसँग अहिले 40,000देखिको बाइकहरू अपडेट छ है। ल कुनै पनि बाइकहरू लिन चाहनुहुन्छ अथवा बेच्न चाहनुहुन्छ भने चाहिँ हामीलाई सम्झाउन सक्नुहुन्छ। ब्रदर्स रिकन्डिसन पेप्सी कोला, त्यहाँनिर चाहिँ हजुरहरूले भिजिट गरेर लिन सक्नुहुन्छ है त। ल हामीसँग ड्युक 200 छ, 69 लटको बबालै फ्रेस छ। यो हजुरहरूलाई मात्र 2,20,000मा आउँछ। त्यसै गरी 150 पल्सरहरू छ, यो तपाईँलाई मात्र 1,10,000। बेनेली 115 लटको बेनेली हजुरहरूलाई मात्र यो 1,30,000मा आउँछ। त्यसै गरी एनएस छ 1,25,000, युनिकर्न छ 1,05,000। त्यसै गरी हामीसँग साइन छ सिङ्गल ह्यान्ड, यो हजुरहरूलाई 68,000मा आउँछ। यदि हजुरहरू 200 पल्सर चाहिँ पुरानो मोडलको खोजिराख्नु भएको छ त्यो पनि छ हामीसँग है। जिक्सरहरू छ, युनिकर्नहरू छ। त्यसै गरी यो स्कुटर हजुरहरूलाई 57 लटको स्कुटर चाहिँ हजुरहरूलाई मात्र यो 57,000मा आउँछ है त। यो मात्र 57 लटको स्कुटर 57,000मा आउँछ। त्यसै गरी हामीसँग यो ड्युक 200 पनि भइहाल्यो। 220 पल्सर छ, 86 लटको 220 पल्सर यदि हजुरहरूलाई हुन्छ भने यो पनि लिन सक्नुहुन्छ है। बाइक एकदमै फ्रेस कन्डिसनमा छ, 2017 मोडलको। त्यसै गरी हामीसँग NS 200 छ, NS 200 105 लट 2019 मोडलको व्हाइट एन्ड ग्रे कलरमा, यो हजुरहरूलाई मात्र 1,65,000मा आउँछ। त्यसै गरी 150 पल्सर छ, यो हजुरहरूलाई 98,000मा आउँछ। यो 100 हजुरहरूलाई 1,15,000सम्म आउँछ। त्यसै गरी हामीसँग चाहिँ एफजेड 250 चाहिँ अहिले हामीसँग 3टा कलेक्सनमा छ है। ल एफजेड 250 यदि हजुरहरूलाई मनपर्छ भने चाहिँ 101 लट, 97 लट, त्यसै गरी हामीसँग 91 लट 3टा छ। 3टै राम्रो छ कन्डिसन। हजुरहरू आउनु होला, टेस्ट ड्राइभ गर्नु होला, मन पऱ्यो भने चाहिँ लिएर जान सक्नुहुन्छ है। ल यो स्कुटर चाहिँ मात्र हजुरहरूलाई 57 लटको 57,000मा यो स्कुटर पनि। ल अनि त्यसै गरी हामीसँग अर्को एफजेड 250 मात्र यो 101 लटको 1,70,000सम्म आउँछ। त्यसै गरी हामीसँग 97 लटको छ, सिलब्याक इन्जिनमा सिङ्गल ह्यान्ड युज, यो 1,78,000मा आउँछ। त्यसै गरी यो 91 लटको एफजेड 250 चाहिँ हजुरहरूलाई मात्र 1,45,000मा आउँछ। यो 66 लटको चाहिँ एफजेड V1 यो हजुरहरूलाई 95,000सम्म आउँछ। यो 53 लटको एफजेड V1 नै हो, यो हजुरहरूलाई 90,000सम्म आउँछ। त्यसै गरी यो 110 लटको एफजेड V2 नेभी ब्लू कलरमा, यो हजुरहरूलाई 1,45,000मा आउँछ है। ल 1,45,000मा यो अञ्चलीकरण भएर अहिले 110 लट भएको छ है, 2015 लास्ट मोडलको हो। त्यसै गरी हामीसँग अर्को 89 लट 2017 मोडलको एफजेड V2 छ, त्यो हजुरहरूलाई 1,55,000मा आउँछ। त्यसै गरी यो 86 लटको एफजेड V2 पनि हजुरहरूलाई 1,55,000मा आउँछ। यो दुईवटा जुन लगे नि 1,55,000सम्म आउँछ है। त्यसै गरी हामीसँग CBR 250 58 लटको ABS भएको मोडलमा, यो पनि बाइक बबालै फ्रेस छ, 2013 मोडलको। यो CBR 250 चाहिँ हजुरहरूलाई मात्र 2,15,000सम्म आउँछ। त्यसै गरी हामीसँग 83 लटको RS 200 ब्ल्याक एन्ड रेड कलरमा, यो हजुरहरूलाई मात्र 1,65,000मा आउँछ। त्यसै गरी हामीसँग सिलब्याक इन्जिनमा RM5 V2 लभर यदि हुनुहुन्छ भने यो पनि बाइक एकदमै फ्रेस छ। ल यो हजुरहरूलाई आउनु होला, मजाले यो चाहिँ बसेर टेबल टक गरेर दिदिउँ होला। बाइक एकदमै फ्रेस। यदि हजुरहरू RM5 V2 लभर हुनुहुन्छ भने चाहिँ सिलब्याक इन्जिनमा चाहिँ यो बाइक पनि लिन सक्नुहुन्छ है। ल यो पनि बाइक एकदमै फ्रेस छ, आउनु होला, टेस्ट ड्राइभ गर्नु होला, चित्त बुझ्यो भने लिएर जान सक्नुहुन्छ। ट्याक्सहरू अप टु डेट क्लियर छ, तुरुन्तै नामसारी हुन्छ।
ल कुनै पनि बाइकहरू किन्न बेच्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामीसँग चाहिँ अहिले 40-50वटा कलेक्सनमा छ बाइकहरू। आउनु होला, टेस्ट ड्राइभ गर्नु होला, मन पऱ्यो भने लिन सक्नुहुन्छ। हाम्रो युट्युब च्यानल चाहिँ ब्रदर्स रिकन्डिसन एन्ड वर्कसप भनेर आउँछ पेप्सी कोला, त्यहाँनिर आएर हजुरहरूले टेस्ट ड्राइभ गर्न सक्नुहुन्छ है। बाइकहरू चाहिँ अहिले धेरै नै कलेक्सन भइसकेको छ, त्यो भएर अहिले मैले एउटा भिडियो बनाएको छु। हाम्रो युट्युबमा पनि लाइक सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। बाइक एकदमै धेरै कलेक्सन छ, आउनु होला, फ्रेस बाइकहरू छ, लिन सक्नुहुन्छ। ट्याक्सहरू अप टु डेट क्लियर छ, तुरुन्तै नामसारी हुन्छ। हाम्रो लोकेसनमा आएर हजुरहरूले भिजिट गर्न सक्नुहुन्छ है त। ल बाइकहरू चाहिँ अहिले हामीसँग धेरै नै छ। ल लोकेसन कन्फ्युज हुनुभयो भने मलाई बायोमा भएको नम्बरमा कल गर्न सक्नुहुन्छ। ल हामीसँग अहिले भएको बाइकहरू सर र मैले भिडियो बनाएर हजुरहरूलाई हालिदिइसकेको छु। ल कुनै पनि कुराहरूमा कन्फ्युज हुनु भने बायोमा नम्बर छ, कल गर्न सक्नुहुन्छ है। मैले प्रायः बाइकहरूको चाहिँ प्राइस भनिदिइसकेको छु, सबैको भन्न सकिरहेको छुइनँ। ल तपाईँलाई कुनै बाइकको कन्फ्युज हुनुभयो भने चाहिँ प्राइसको लागि पनि इनबक्स गर्न सक्नुहुन्छ, म भनिदिइहाल्छु सबै डिटेल्स है। ल आउनु होला, टेस्ट ड्राइभ गर्नु होला, चित्त बुझ्यो भने चाहिँ लिएर जान सक्नुहुन्छ। ल तपाईँलाई सर्भिसिङहरू सबै भएर आउँछ है, तुरुन्तै नामसारीहरू हुन्छ। ल लोकेसनमा कन्फ्युज हुनुभयो भने कल गर्न सक्नुहुन्छ है, हामी सबै डिटेल्स भनिदिइ नै छौँ। ल हामीसँग अहिले भएको यो युनिकर्न हजुरहरूलाई मात्र यो 70,000मा आउँछ। ल 50 लटको युनिकर्न 70,000मा आउँछ, जिक्सर 90,000सम्म आउँछ। हामीसँग 40,000देखिको बाइकहरू छ, सबै बाइकहरू पास हुन्छ, तुरुन्तै नामसारी हुने बाइकहरू छ। आउनु होला, ट्याक्सहरू अप टु डेट क्लियर छ 83 सालसम्म। ल तपाईँलाई सर्भिसिङहरू सबै भएर आउँछ है। ल हजुरहरू आउनु होला, बाइकहरू धेरै कलेक्सनमा आइसकेको छ। ल अरू पनि बाइकहरू आइरहेछ, गइरहेछ, तपाईँहरू भिजिट गर्न सक्नुहुन्छ है हाम्रो लोकेसनमा। ल टन्नै छ अहिले बाइकहरू। ल कुनै पनि बाइक मनपर्छ भने चाहिँ भिजिट गर्न सक्नुहुन्छ। ल फ्रेस बाइकहरू छ, 220 ट्युब। ल पेप्सी खोला र जडीबुटीको बिचमा हाम्रो लोकेसन चाहिँ हजुरहरूलाई छाप्रो चोक है। ल कन्फ्युज भयो भने चाहिँ आउनु होला, फोन गरेर नै आउनु सक्नुहुन्छ है। ल अहिले टन्नै बाइकहरू अपडेट छ। ल हजुरहरू भिजिट गर्न सक्नुहुन्छ है त। ल बाइकहरू चाहिँ टन्नै नै छ, 40,000देखिको बाइकहरू छ। ल कुनै बाइक लिन चाहनुहुन्छ भने चाहिँ भिजिट गर्नु होला। ल हस् त, धन्यवाद, जय नेपाल। अर्को भिडियो फेरि आउनेछ। हस् त, धन्यवाद।